मासु कोले खाने हो आज मासु भन्दैछु मासु मासु हेलो एन्ड दर्शन नमस्ते सबैजनालाई सबै तपाईँहरू कस्तो हुनुहुन्छ सन्चै हुनुहुन्छ होला त आज पनि फेरि नयाँ भिडियो लिएर आएको छु आज चाहिँ मासु बन्दैछ चिकन मसला बन्दैछ आज चिकन मसलाको लागि मैले यहाँ प्याज काट्ने तयारी गर्दैछु आज चाहिँ यहाँ बन्दैछ चिकन मसला र फुल रोटी बन्दैछ त्यति मात्रै हो आज बनाउने आज चाहिँ नयाँ स्टाइलले चिकन मसला बनाउँदैछु आज चाहिँ नयाँ स्टाइलको चिकन मसला बनाउँदैछु यहाँ चाहिँ मैले प्याज तेल हालेर चढाइसकेको छु यसलाई चाहिँ हल्का ब्राउन गरिसकेको छु हल्का ब्राउन गरेपछि मैले यसको लागि टमाटर पनि पिस्नु पर्ने हुनेछ मैले यहाँ टमाटर पिसेको छु त्यसपछि यहाँ मैले चिकन हालिदिएर मसलाहरू सबै हालिदिइसकेको छु जब तक हाम्रो यहाँ चिकन रेडी हुँदैछ अब चाहिँ चलाइरहनु पर्ने हुन्छ बिचबिचमा चिकन रेडी हुन थालिसकेको छ आज चाहिँ मैले त्यति भिडियो बनाएन बिचबिचमा काटी काटी बनाएको हो आज चाहिँ त्यस्तो टाइम मिलेन नि त त्यति बनाउन मैले यहाँ फुल्का पनि रेडी गरिसकेको छु 4-5 वटा फुल्का रोटी बनाउन भनेको थियो 4-5 वटा रोटीको पनि रेडी गरिसकेको छु यहाँ चाहिँ चिकन रेडी भइसकेको छ अब चाहिँ बोलमा हाल्छु चिकन यस्तो देखिएको छ अब यहाँ चाहिँ फुल्काहरू पनि बनाउनु थियो टन्नै बनाउनु थियो नि त 4-5 वटा फुल्का बनाउनु थियो अनि हाम्रो लागि पनि बनाउनु थियो तर हाम्रो लागि त्यो एउटा स्टाफ हामी 3 जना छौँ के 2 जनाले चावल खान्छौँ भात खान्छौँ अरूले चाहिँ रोटी खान्छ नि त त्यही भएर हाम्रो लागि पनि रोटी बनाएको त्यही भएर यहाँ रोटी बनाउँदैछु हेर्नुहोस् रोटी कसरी बनाउँछन् कोही कोहीलाई त रोटी बनाउनु आउँदैन होइन म त एक्स्ट्रा हुनरवाला छु क्या हेर्नु न रोटी पनि खतरा बनाइन्छु अनि हल्का फुलेको पनि थिएन एकदम गर्मी पनि थियो नि त यहाँ हाम्रो लागि रोटी बनेर तयार भइसकेको छ अब चाहिँ साथीहरू अब चाहिँ खाने तयारी गर्नुपर्छ है साथीहरू अब खाने तयारी गर्छु मैले लास्ट यो रोटी हो त्यसपछि खाने तयारी गर्छु रोटी बनाउन आउँछ को कोलाई आउँदैन मलाई कमेन्ट मार्फत भनिदिनु होला को कोलाई रोटी बनाउन आउँछ को कोलाई आउँदैन है साथीहरू मलाई त हल्का फुल्का आउँछ है हेर्नुहोस् कस्तो बनाएको ठिक ठिकै बनाए जस्तो लाग्छ तर त्यति राम्रो त बनाउन सकेको छैन हल्का फुल्का बनाइदिएको छु एकदम फर्स्ट क्लास लास्ट चाहिँ रोटी हो अब चाहिँ खानुपर्छ अनि यहाँ चाहिँ कुकुर आएको थियो कुकुरलाई चाहिँ मैले एउटा मासु दिएँ मासु खाइरहेको छ देख्नुहोस् हड्डी पुरा चबाउन नसके जस्तो गरे पुरा अब चाहिँ खाने तयारी छ अब मैले पनि खाना सुरु गरिसकेको छु हजुरहरू पनि खानुहोस् है अनि खाने जतिले कमेन्ट पनि गर्नुहोस् मासु कस्तो लाग्छ अरू है अनि यहाँ चाहिँ मैले किचन साफ गरेर अब जाने तयारी गर्दैछु अब यो लास्ट हो यो काम चाहिँ लास्ट हो आज चाहिँ किचन सफाइ गरेर अब रुमतिर लाग्नुपर्छ यो लास्ट काम हो अनि मेरो भिडियो हेरेर हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट मार्फत बताइदिनु होला अनि प्रतिक्रिया दिनु होला कस्तो लाग्छ भिडियो अनि लाइक कमेन्ट फलो पनि गरिदिनु होला अनि सेयर पनि गरिदिनु होला प्लिज 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 सपोर्ट धेरैभन्दा धेरै सपोर्ट चाहिएको छ त्यसैले सपोर्ट गर्नु